सबभन्दा पहिला तपाईहरूले आफ्नो मोबाइल वा आफ्नो कम्प्युटर या ल्यापटप छ भने त्यसमा तपाईले सबभन्दा पहिला तपाईले गुगल या क्रोम ब्राउजर क्रोम ब्राउजर यो चाहिँ ओपन गर्नुस्। म अहिले तपाईको गुगलबाट सिकाउँदै हुनुहुन्छ। गुगलमा गएर तपाईले के गर्नुस् भने मेरो शप .odoo.com भनेर तपाईले वेबसाइट हाम्रो सर्च गर्नुस्। यहाँ हाम्रो वेबसाइट निस्किन्छ है। हाम्रो वेबसाइट यसरी हो हैन। यहाँबाट तपाईको के हो भने यो मेरो शप भनेर तपाईको मेरो शप जुन हाम्रो एमएफपी कम्पनीको जुन फिल्ड छ त्यो देखाएको छ। यसमा के छ भने हाम्रो विशिष्टता भनेको 24 घण्टा उपलब्ध र अनुभवी टिम हो। हामीले हरेक सेवाको छिटो सजिलो र भरोसायोग्य बनाउन आधुनिक प्रविधि र ग्राहक मैत्री प्रक्रियाको प्रयोग गरेका छौँ। हामी तपाईको आवश्यकता अनुसारको अनुकूल समाधान दिन तयार छौँ भनेर हाम्रो यो एउटा जस्ट नोटिस जस्तो भयो। अब कुरा आयो के भने तपाईहरूले यहाँ तपाईहरूले अर्को कुरा के छ भने तपाईहरूले यहाँ आइडी खोल्नु भएको छैन भने जुन हाम्रो किनमेल गर्ने साथीहरूले आइडी खोल्नु भएको छैन भने यहाँ साइनिङमा गएर मजाले आफ्नो जिमेल आइडी र नाम र पासवर्ड बनाएर एउटा आइडी खोल्न सक्नुहुन्छ। अहिले म तपाईहरूलाई सेलर आइडीको लागि अप्लाई कसरी गर्ने भनेर म देखाएर छु है। जुन पसलेहरूले मलाई कल गर्नु भएको थियो, पसलेहरूले फोन गर्नु भएको थियो, उहाँहरूको लागि एकदमै इम्पोर्टेन्ट छ, ध्यान दिएर हेर्नुको लागि भिडियो। यो जुन सेलर आइडी जुन छ नि यो तपाईको हाम्रो वेबसाइटमा आउनुहुन्छ भने यो सप नाउको तल ठ्याक्कै तल सेलर आइडी अप्लाई भनेर देखाएको हुन्छ है। सेलर आइडी अप्लाईमा गरेर के गर्नुस् भने सेलर आइडी अप्लाईमा क्लिक गर्नुस्। यहाँ क्लिक गरिसकेपछि तपाईको यहाँ एउटा यो फर्म खुलेर आउँछ है। मेरो यहाँ नेटवर्क अलिक स्लो छ, अफिस टाइममा बनाएर छु, त्यही भएर धेरैजनाको मोबाइलमा हाम्रो कनेक्सन छ। म यो अब यो यसरी खुल्छ हैन। तपाईले यो जुन मेरो सप यो अप्लाई जुन गर्नुहुन्छ नि तपाईको सेलर आइडी अप्लाईमा क्लिक गरिसकेपछि तपाईको यस्तो किसिमको एउटा तपाईको फर्म खुलेर आउँछ है। यहाँ के गरेको छ भने मेरो सप विक्रेता खाता आवेदन फारम भनेको छ है। यस फारम मार्फत विक्रेताले मेरो सपमा खाता खोल्न वा सेलर आइडी अप्लाई गर्न वा प्राप्त गर्न आवेदन गर्न सक्नुहुन्छ भनेको छ है। तपाईले यसमा के गर्नु सिम्पल यहाँ स्टार्टको जुन बटन छ नि यो स्टार्टको बटन यहाँ क्लिक गर्नुस् है। यहाँ क्लिक गरिसकेपछि के हो भने यहाँ तपाईको यहाँ धेरै प्रश्नहरू चाहिँ खासै सोध्दैन, नर्मल कुराहरू हुन्छ। तपाईको आफ्नो नाम भयो, कन्ट्याक्ट नम्बर भयो, इमेल एड्रेस भयो, सबको पसलको नाम के छ त्यो लेख्नु पर्यो। तपाईको सप या पसलको तपाईको यो ठेगाना लेख्नु पर्यो। यदि प्यान भ्याटमा दर्ता छ भने प्यान भ्याट नम्बर लेख्नु पर्यो। यदि दर्ता छैन भने त्यो भयो नि भयो, प्रब्लम छैन। यो धेरैजनाले पहिला यो अस्ति यस्तो मेसेज गर्नुभएको थियो मलाई, हाम्रो पसल दर्ता नै छैन सर, हामीले अनलाइनबाट गर्ने हो भनेर भन्दै हुनुहुन्थ्यो। उहाँहरूको लागि पनि यसमा केही पनि प्रब्लम छैन, दर्ता नभए पनि चल्छ। यो तपाईले यहाँ भ्याट नम्बर प्यान नम्बर नराखे पनि हुन्छ। त्यसपछि यहाँ सोधेको छ बिजनेसको प्रकारहरू के छ। तपाईले यसमा के छ भने जस्तै किराना पसल भयो, इलेक्ट्रोनिक्सको सामानहरू भयो, फेसनहरू भयो, लुगा कपडाहरू छ भने यसमा राख्न र मिल्न सक्यो। घर भान्साहरूमा प्रयोग हुने, दैनिक प्रयोग हुने औषधि पसल छ, रेस्टुरेन्टहरू केही छ भने यहाँ अप्लाई गर्नु पर्यो। त्यसपछि तपाईले यहाँ स्क्रिन लेखेको छ नि यो सिटिजनसिप बिजनेस रजिस्ट्रेसन फर्म, यसमा के छ भने तपाईको यदि दर्ता छैन, पसल दर्ता गर्नु भएको छैन या भर्खर स्टार्टअप गर्दै हुनुहुन्छ भने यसमा सिम्पल एउटा तपाईको आफ्नो सिटिजनसिपको फोटो अपलोड गर्नुपर्ने हुन्छ है। सिटिजनसिपको फोटो अपलोड गर्नुपर्छ। यदि तपाईको बिजनेस रजिस्ट्रेसन छ, दर्ता छ, लिगल छ भने तपाईले आफ्नो रजिस्ट्रेसनको जुन बिजनेस कम्पनीको या कम्पनीको भयो या व्यवसाय सङ्घले दिएको जुन प्रमाणपत्र हुन्छ त्यसको फोटो ठ्याक्कै यसमा ल्याएर अपलोड गरिदिनुस्, तपाईँको काम सकिन्छ है। म यसलाई अप्लाई गरेर देखाउँछु। एउटा अप्लाई गर्नको लागि तपाईले सिम्पली यसमा गएर तपाईले आफ्नो नाम लेख्नुस्। म सिम्पली अहिले आफ्नो नाम हालिदिन्छु, त्यसपछि म तपाईले देखाउँछु। यसमा जुन छ मेरो यो कन्ट्याक्ट नम्बरमा आफ्नो कम्पनीको कन्ट्याक्ट नम्बर हालिदिन्छु। यो कन्ट्याक्ट नम्बर भयो। त्यसपछि यसमा सिम्पली यो इमेल एड्रेस सोधेको छ नि, इमेल एड्रेसमा सकेसम्म तपाईले युज गर्दै हुनुहुन्छ जुन अहिले युज गर्दै हुनुहुन्छ त्यो राख्नु होला। किनभने हाम्रो यो कम्पनीको टिमले तपाईको बिल, तपाईको पैसा ट्रान्सफर भयो या तपाईको केही सूचना दिनु पर्यो भने हामीले इमेल मार्फत दिन्छौँ। नभए तपाईको जुन नम्बर सोधेको छ नि नम्बरमा पनि तपाईले वाट्सएप नम्बर राख्न सक्नुहुन्छ है मजाले। तपाईको जुन वाट्सएप नम्बर छ त्यो यहाँ एड गरिदिनु होला सकेसम्म। त्यो एड गरिदिनु भयो भने हामीले काम गर्न र तपाईले नोटिस र सूचना दिनको लागि पनि सजिलो हुन्छ। तपाईले केही समस्या भयो, तपाईलाई प्रोडक्टहरू हाल्ने बेला या प्रोडक्टहरू अप्लाई गर्ने बेला तपाईलाई प्रोडक्टहरू फोटो खिचेर सबमिट गर्ने बेला केही प्रब्लम भयो भने तपाईलाई हामी गाइड गर्नको लागि हामीले यो वाट्सएप नम्बरबाट तपाईले भिडियो कल स्क्रिन सेयर गरेर हामी देखाइदिन्छौँ। त्यस्तो छ।
यसमा मैले सिम्पली अहिलेलाई म कम्पनीको यसमा इमेल एड्रेस राखिदिन्छु है। इमेल एड्रेस राखिदिन्छु अहिलेलाई सिम्पली gmail.com। अहिले म सिम्पली आफ्नो कम्पनीको जिमेल आइडी हाल्दछु। त्यसपछि यहाँ जुन छ नि यो सपको नाम सोधिरहेछ है। तपाईँको सपको नाम के छ, पसलको नाम के छ, दर्ता छ भने दर्ता भएको नाम लेख्नु होला। यदि दर्ता छैन भने तपाईँको कुन नामले चलाउँदै हुनुहुन्छ त्यसको नाम लेख्नु होला। जस्ट मैले अहिले तपाईँको यहाँ मैले मेरो सबै भरेर लेखिदिएँ है मैले अहिले। त्यसपछि तपाईँको यो जुन एड्रेस सोधेको छ तपाईँको पसल कुन ठाउँमा छ, तपाईँको पसलको एड्रेस लेख्नुले भन्दैछ। यहाँ जस्तै सप एड्रेस छ, म अहिलेलाई तपाईँको कोटेश्वर राखिदिन्छु। कोटेश्वर राखिदिएँ। यहाँ प्यान या भेट नम्बर छ भने लेख्दा भयो, छैन भने केही पनि प्रब्लम छैन है। छैन भने छैन, परेन। त्यसपछि तपाईँको यो के छ भने यो बिजनेस टाइप्स भनेर जुन आएको छ नि, बिजनेस टाइप्स भनेर यो बिजनेसको प्रकार सोधिरहेछ। तपाईँको के सम्बन्धित छ, तपाईँको भान्साहरूमा काम लाग्ने, घरहरूमा काम लाग्ने प्रडक्टहरूको लागि युज गर्नुहुन्छ कि लुगा कपडाहरू बेच्नको लागि युज गर्नुहुन्छ कि तपाईँको इलेक्ट्रोनिक सामानहरू छ त्यो बेच्नको लागि युज गर्नुहुन्छ कि किराना पसलको लागि भयो। यो दैनिक प्रयोग हुने सामानहरूमा आइहाल्यो। औषधि पसल छ भने त्यो पनि गर्न मिल्यो। यदि होटल रेस्टुरेन्ट छ भने त्यो पनि गर्न मिल्यो है। फर इक्जाम्पल मैले अहिलेलाई तपाईँको यहाँ डेली युज यहाँ यो होम किचनमा राखिदिन्छु है। होम किचन या कुनै म इलेक्ट्रोनिक्समा राखिदिएँ अहिलेलाई, इलेक्ट्रोनिक्समा राखिदिएँ। त्यसपछि यहाँ के सोधिरहेछ भने सिटिजनसिप बिजनेस रजिस्ट्रेसन फर्म भनेर सोधिरहेछ। यसमा तपाईँको मैले अघि नै भनिसकेँ, एउटा तपाईँले दर्ता गएर चलाउँदै हुनुहुन्छ भने साथैसँग तपाईँको दर्ताको प्रमाणपत्रको फोटो पठाउनु होला। यदि तपाईँले दर्ता नगरिकन चलाउँदै हुनुहुन्छ भने तपाईँले सिम्पली आफ्नो व्यक्तिगत जसले युज गर्नुहुन्छ उहाँको एउटा सिटिजनसिपको फोटो अपलोड गरिदिनु होला है। मैले यसमा जसरी रिक्वायर्ड भएको हुनाले म अहिलेलाई म आफ्नो सिटिजनसिप यहाँ अप्लाई जुटमा गएर तपाईँले मजाले आफ्नो हेरेर सिम्पली म यहाँबाट क्लिक गरेर पठाउँछु डकुमेन्टमा जाउँ। त्यसपछि तपाईँको यहाँ मैले सिम्पली यहाँ सिटिजनसिप कहाँ छ सिटिजनसिप मैले कहाँ राखेँ, फर इक्जाम्पल मैले आफ्नो सिटिजनसिप राखिदिएँ है। त्यसपछि यहाँ आउँछ रेटिङ मेरो सप। हाम्रो सपलाई तपाईँले काम गर्नु भएको छ, कतिको तपाईँले उ गर्दै हुनुहुन्छ, तपाईँलाई कतिको राम्रो लाग्यो त्यसको तपाईँले रिभ्यू दिन सक्नुहुन्छ। तपाईँले मैले यहाँ 5 स्टार हालेँ। यदि तपाईँको यहाँ केही मिस्टेक भयो फेरि अप्लाई गर्नु पर्यो भने या तपाईँले क्लियर फर्म भन्न क्लिक गर्नुभयो भने तपाईँको सबै जति पनि एन्ट्री गर्नु भएको थियो सबै डिलिट हुन्छ है, सबै डिलिट हुन्छ। मेरो यहाँ हरेक कुरा सबै ठिक छ ठिकै मजाले सच्याउनु होला। तपाईँहरू सच्याउनु होला। सच्याएर तपाईँको मजाले यदि केही मिस्टेक छ केही प्रब्लम छ भने त्यसलाई सच्याउन मिल्छ मजाले सच्याएर। यदि सबै कुरा ठिक छ भने सिम्पली यो जुन यो सबमिट बटन छ नि, सबमिट बटनमा क्लिक गर्नु दिनुहोस् है। यो क्लिक गरिसकेपछि तपाईँको के छ भने तपाईँको फर्म हाम्रो कम्पनीमा आउँछ है। हाम्रो कम्पनीमा आउँछ। हाम्रो कम्पनीको टिमले खास गरी यो मेरो सबको जतिजना यो 7-8 जना जुन टिम छ त्यो टिमले तपाईँले ह्यान्डल गर्छ र तपाईँको त्यो टिमले हाम्रो टिमले तपाईँको यो वेबसाइटको थ्रुबाट तपाईँको फर्म निकाल्छ र फर्ममा के छ के विवरण छ सबै गएर तपाईँको एउटा सेलर आइडी अप्लाई गरिदिन्छ। तपाईँको सेलर आइडी आइसकेपछि अप्लाई भइसकेपछि तपाईँको जिमेलमै तपाईँको सेलर आइडी र तपाईँको पासपोर्ट र तपाईँले कसरी के गर्ने त्यसपछि हाम्रो मेरो सप या मेरो सपको जुन टिम छ त्यो टिमले तपाईँले फलो गर्न थाल्छ है। यसपछि तपाईँको यहाँ जुन यो रिस्पोन्स समरी भनेर तपाईँको कतिजनाले के गर्यो भनेर हेर्न मिल्छ, एड रिस्पोन्स हेर्न मिल्यो। यसरी गरेर क्लिक गर्न मिल्यो। तपाईँले यसरी गरेर हाम्रो सेयर अप्लाई गरेर मजाले तपाईँहरूले हाम्रो सपमा या मेरो सप .com यो वेबसाइटमा तपाईँहरूले काम गर्न सक्नुहुन्छ है। यहाँ जुन यो मेरो सपको जुन बटन छ यहाँ धेरैजनाले आफ्नो आफ्नो प्रडक्टहरू यहाँ राखिदिनु भएको छ, आफ्नो आफ्नो प्रडक्टहरू राख्नु भएको छ। त्यो हिसाबले तपाईँहरूले पनि राख्न सक्नुहुन्छ, मजाले सक्नुहुन्छ है। यति नै हो आजको लागि। अर्को केही प्रब्लम भयो भने मलाई फोन गर्नु होला, या केही समस्या भयो भने फोन गर्नु होला। म तपाईँलाई फेरि यस्तै भिडियो बनाएर लाइभ देखाएर म तपाईँलाई सिकाइदिन्छु। अहिलेलाई यति नै, हस्, धन्यवाद।